मार्केटमा 2 दिन जस्तो चाहिँ घटेर लगानीकर्ताहरूले प्यानिक बनाएको जेन्जी स्टक एसआई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र बन्दीपुर केबल कारले चाहिँ आज सर्किट लेभलमा चाहिँ कारोबार गरेको देखिन्छ। र यी तीनवटै कम्पनीहरूलाई चाहिँ म अहिले छुट्टा छुट्टै चार्टबाट देखाउँछु र भोलि होल्ड गर्ने या सेल गर्ने र यहाँको टेक्निकल चार्टहरूले के भन्दैछ म एकैछिनमा भन्नेछु। तर आज एकैछिन नेप्से इन्डेक्स हेरौँ है त। नेप्से इन्डेक्समा चाहिँ आज 1.53 अङ्कले चाहिँ बढेर 2695.73 बिन्दुमा चाहिँ आजको मार्केट क्लोज भएको छ र यसको सकारात्मक प्रभाव चाहिँ यी तीनवटै जेन्जी स्टकहरूमा चाहिँ देखिएको छ र यसलाई छुट्टा छुट्टै चार्टबाट हेरौँ। एसएफएलको आजको चार्ट हेर्दाखेरि चाहिँ यसले चाहिँ क्लियरली चाहिँ यहाँ बुलिस मारुबोजु फर्म चाहिँ क्रिएट गरेको छ र आजको प्राइस चाहिँ 2030 रुपैयाँ 70 पैसामा चाहिँ पुगेको छ। अस्ति चाहिँ घटेर 1846 रुपैयाँ 1 पैसामा क्लोजिङ भएको थियो भने आज 10% सर्किट हान्दै 2030 रुपैयाँ 7 पैसामा चाहिँ गएर चाहिँ क्लोजिङ भएको छ। अस्तिको भन्दा भोल्युम अलिकति घटेको छ तर बायरहरू चाहिँ एकदमै इन्ट्रेस्टेड रहेको चाहिँ बुझ्न सकिन्छ। ब्रोकरहरूको एकुमुलेसन हेर्दाखेरि ब्रोकर नम्बर 76 ले पनि राम्रै एकुमुलेट गरेको छ, 34 ले, 28 ले, 75 ले राम्रै मात्रामा चाहिँ अन्य ब्रोकरहरूले पनि एकुमुलेट गरेको छन् भने डिस्ट्रिब्युसन तर्फ पनि छ यहाँ 34 ले पनि फाल्यो, 28, 58, 45, 42, 39 प्राय अन्यले पनि फालेको देखिन्छ। एकुमुलेट गर्ने र डिस्ट्रिब्युसन गर्ने उस्तै ब्रोकरहरू भएको देख्दाखेरि चाहिँ केही ब्रोकरहरूले फाइदा लिएको देखिन्छ भने केही ब्रोकरहरूले चाहिँ अझै पनि यो स्टकबाट चाहिँ केही चाहिँ प्रफिट बुक गर्न सकिन्छ है भनेर चाहिँ एकुमुलेट पनि गरिरहेको देखिन्छ। अघिल्लो 2 दिन घट्नुलाई चाहिँ यसले चाहिँ नयाँ लगानीकर्ताहरूलाई चाहिँ किन्ने मौका दिएको हो कि भन्ने चाहिँ यहाँबाट देख्न सकिन्छ र यो करेक्सन सकेर चाहिँ अब फेरि माथितिर फर्किँदैछ र आज बुलिस मारुबोजु क्यान्डल चाहिँ फर्म गरेर अझै भोलिको पनि मार्केट अझै पनि बढ्न सक्ने सम्भावना चाहिँ देखिन्छ र भोलि चाहिँ प्यानिक भएर सेल गरिहाल्नुपर्ने स्थिति चाहिँ यसमा पनि छैन है त। श्रीनगरमा पनि आजको क्यान्डल हेर्दाखेरि आज चाहिँ बुलिस क्यान्डल बनाएको छ है, यहाँ तल थोरै विक पनि बनाएको छ र यसरी हेर्दाखेरि चाहिँ बिचमा चाहिँ हिजो 2-3 दिनसम्म चाहिँ घटिरहेको प्राइसले गर्दाखेरि चाहिँ लगानीकर्ताहरू आज पनि घट्ने हो कि भनेर चाहिँ सुरुमा चाहिँ केही लगानीकर्ताहरूले चाहिँ अझै पनि बेची नै रहेको थिए तर अन्य लगानीकर्ताहरूले चाहिँ यसबाट अझै पनि केही चाहिँ प्रफिट बुक गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ बायरहरू आए र बायरहरूले किन्दै किन्दै यसको प्राइस चाहिँ 1478 रुपैयाँ 40 पैसामा क्लोजिङ गरेको छन् र अस्ति मात्रै 1340 रुपैयाँमा चाहिँ क्लोजिङ भएको घटेर 1340 रुपैयाँ चाहिँ क्लोजिङ भएको मार्केट चाहिँ आज 10% ले सर्किट हानेको छ र 1478 रुपैयाँ 4 पैसामा चाहिँ पुगेर क्लोजिङ भएको देखिन्छ। र यता ब्रोकरतिर हेर्दाखेरि पनि ब्रोकर नम्बर 48 ले किनेको छ, 50 ले किनेको छ, 96 ले किनेको छ, 28 ले किनेको छ, 60 ले, 41 प्राय ब्रोकरहरूले राम्रै मात्रामा किनेको छन् भने फाल्ने ब्रोकरहरू पनि त्यस्तै छन् है, 48 ले फालेको छ, 60 ले नै फालेको छ अनि 49, 56, 58 ले पनि फालिरहेको पनि देखिन्छ। तर यहाँ एउटा प्रफिट बुक गर्ने र अझै पनि केही प्रफिट बुक गर्न सकिन्छ भनेर एकुमुलेट गर्ने ब्रोकरहरू पनि उस्तै रहेको कारणले गर्दाखेरि र आजको बुलिस क्यान्डल बन्दै गर्दाखेरि चाहिँ यसको मार्केट अझै माथि जान सक्छ भनेर चाहिँ हामीले एज्युम गर्न सकिन्छ र यो 2 दिन घटेको प्राइस 2-4 दिन घटेको प्राइसमा चाहिँ यहाँ नयाँ लगानीकर्ताहरूलाई इन्ट्रीको लागि वातावरण बनाउनको लागि तल झरेको हो कि भनेर एज्युम पनि गर्न सकिन्छ र भोलिको दिनमा अत्तालिएर बेचिहाल्नु पर्ने स्थिति चाहिँ आजको चार्ट अनुसार चाहिँ देखिँदैन। र यता बन्दीपुर केबल कार हेरौँ है, बन्दीपुरको आजको क्यान्डल चाहिँ एकदम क्लियरली बुलिस मारुबोजु क्यान्डल बनेको छ र भोल्युम पनि प्राइस पनि बढेको र भोल्युमसँगै प्राइस बढेको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ एकदमै राम्रो मान्न सकिन्छ र यो पनि 2-3 दिनसम्म चाहिँ घटेर यहाँ नयाँ लगानीकर्ताहरूलाई इन्ट्रीको वातावरण बनाउँदै फेरि माथितिर चाहिँ आफ्नो करेक्सन सकेर माथितिर फर्केको देखिन्छ र ब्रोकर एकुमुलेसनमा 38 ले किन्यो, 58 ले किन्यो, 60 ले किन्यो, 45 ले नि किन्यो, राम्रै मात्रामा किनेको छन् है यिनीहरूले पनि। डिस्ट्रिब्युसन पनि फेरि राम्रै नम्बरमा चाहिँ डिस्ट्रिब्युट गरेको देखिन्छ र यसले पनि केही आजको मार्केटबाट केही ब्रोकरहरूले बेचेर फाइदा लिए भने केही ब्रोकरहरूले चाहिँ किनेर अब भोलिको दिनमा अझै फाइदा लिन सकिन्छ भन्ने हिसाबले चाहिँ मेन्टालिटी चाहिँ किनेको देखिन्छ र यो पनि भोलिको मार्केटमा चाहिँ प्यानिक भएर चाहिँ सेल गर्नुपर्ने स्थिति चाहिँ देखिँदैन है त। यी तीनवटै कम्पनी चाहिँ भोलिको दिनमा चाहिँ प्यानिक भएर डराएर चाहिँ बेचिहाल्नु पर्ने स्थिति चाहिँ छैन। तर बुझ्न पर्ने चाहिँ यो आइपिओबाट लिस्टेड भएर कारोबारमा आएको धेरै दिन नभएको कारणले गर्दाखेरि चाहिँ यस्तो कम्पनीहरू चाहिँ भोलाटिलिटी चाहिँ एकदमै बढी हुन्छ र आफैले चाहिँ मार्केट हेरेर ख्याल गर्दै जानुपर्ने हुन्छ है त। र मेरो भिडियोलाई चाहिँ एजुकेसनल रेफरेन्सको रूपमा मात्रै लिनु होला र मेरै भिडियो अनुसार चाहिँ डिसिजन चाहिँ नलिनु होला भन्न चाहन्छु किनभने सेयर मार्केट चाहिँ एकदमै रिस्की क्षेत्र हो, त्यसैले चाहिँ आफ्नो डिसिजन आफै राख्नु होला है त। ह्याप्पी लर्निङ, ह्याप्पी ट्रेडिङ, थ्याङ्क यू सो मच।